धनगढीको व्यस्त जिन्दगी, शैक्षिक सत्र सकिँदै गर्दाको थोरै फुर्सद, तराईको गर्मी उकालो चढ्दै गर्दा हामीले पनि पहाड चढ्ने रहर गर्यौं। गोदावरी तर्दा देखिने डाँडाकाँडाहरूले जन्मघरको आँगन टेकेको अनुभूति भयो। बाटो छेउको हरियालीले वसन्त ऋतुको महसुस गरायो। हामी रोकियौं भासुभिरनिर, बजायौं बाँसुरी र धुन मिसायौं प्रकृतिसँग। न्याउलीले साथी भेटे झैं सवाल जवाफ फर्काए। थाहा छैन दुःख मिसाएका थिए या हर्ष मिसाएका थिए। सहजपुर र बिपिनगर बीचमा पर्ने झरना पनि हामी जस्तै थियो। तन कैलालीमा, मन डोटीमा। त्यसै झरना मुनि बस्यौं। आमा र श्रीमतीको हातले पकाएको खान पाउँदा पुल्किएका हामी सबैले यसपटक आफै हातमुख पोल्यौं। नाच्दै गाउँदै रमाउँदै झरनामा नुहायौं, पटाई पखाल्यौं, वनभोज खायौं, अन्तमा सरसफाई गरेर फर्कियौं। यसरी 2082 लाई विदाई गरियो र स्वागत गर्दछौं नयाँ वर्ष 2083 लाई।